你好好。Hello guys, मैले फुकी छोडिसकेँ है त। निकातातिर जाँदैछु। निकाता पहिला पनि 2 चोटि गइसकेँ। म अहिले निकाता जाँदैछु फेरि 3 चोटि हो। म पढ्नलाई गएको भोकेसनल स्कुलको लागि हैन। म पढ्नलाई गएको है। केटाहरूसँग अलिक भिडियो बनाइन, ढिलो भयो है। अलिसक्यो गाइजहरू। चाहिँ म निकाता जाँदाखेरि यहीँ बमिट हानेको थिएँ है। गुड पोइन्ट भेटेँ आज। म निकाता जाँदैछु है। अब उतै बस्ने फुक्कीलाई छोडिसकेँ है। म चाहिँ एकचोटि सेकेन्ड ह्यान्ड स्टोर गइदिउँ न त है। पहिला पनि आएको अहिले चाहिँ यसो के छ होइन, मलाई काम लाग्ने भोलिदेखि सकेछ नि त। त्यो भएर अहिले हेरिदिनु जाउँ न है। एड होला पनि to 4. Wow. So then we have 3 to 4,000 on handle bar wala रहेछ। Ini क्या हो 21,000 छ, यो 19,000। हेलो गाइज, गुड मर्निङ। म चाहिँ हिजो निकाता आएको थिएँ होइन, तर म रुममा गएको थिइनँ। किन भन्दाखेरि मेरो रुम चाहिँ अलिकति लक लागिरहेको थियो। आज बिहान खोलिन्छ भनेको थियो 12 बजे, अहिले बिहानको 6 बजिरहेको छ। अनि म त्यता जाएकोतिर बसिरहेको थिएँ, त्यो भएर हो। निकाता चाहिँ अलिकति जाडो हो रहेछ है, जाडो लागिरहेको छ फुकी भन्दा पनि। म यस्तो जाडो बिहान उठेर टक्कसँगले रुम जाँदैछु। सामानहरू यहाँ मात्र गरेको थिएँ, पठाएको थिएँ। बिहानको डेट र टाइम राखेको छु, त्यो भएर म त गर्दैछु। अहिले 6 बजिरहेको छ है। जाडोमा हिँड्दैछु म टक्क लागेर है। अझै आधी घन्टा जति बाँकी छ, हिँड्दैछु म। विदेशतिर आयो जस्तो लाग्दैछ है। घर आइसक्यो है। अब चाहिँ फुकीबाट निकाता आइसक्यो। चाहिँ यही हो है। रुम नम्बर चाहिँ मेरो 102 हो, 101 102। ओके, यो चाहिँ मेरो रुम हो 102 होइन। सुरुमा चाहिँ हामीलाई खोलिसकेँ। हामीलाई यो जुत्ता राख्ने दिएको छ है। यहाँ सुन्ताको रहेछ लुगा धुने मेसिन। यो चाहिँ खाना पकाउने मेसिन हो है। खाना पकाउने मेसिन है। अनि यो चाहिँ टोइलेट हो। अनि यो चाहिँ फुल हाल्ने है, यहाँ टपसँगले। यहाँ चाहिँ ओभन रहेछ, फ्रिज रहेछ है। अनि यहाँ टिभी
माथि सबै छ ऐना सैनाहरू है कभरहरू छ सामान राख्नुको माथि सुत्ने ठाउँहरू पनि रहेछ है यो चाहिँ बाहिरको नजारा हेर्ने ठाउँ है